साथीहरू, आज तपाईलाई पोलिसी लोन र पोलिसी सरेन्डरको बारेमा एउटा एकदमै महत्त्वपूर्ण जानकारी दिनेछु। आज तपाईलाई सरेन्डर र लोनको बारेमा जुन जानकारी दिनेवाला छु नि, यस बारेमा पुराना अभिकर्ताहरूलाई पनि थाहा छैन। त्यसकारण यदि तपाई बीमा कंपनीका अभिकर्ता हुनुहुन्छ भने त आज हरेक अभिकर्ता साथीहरूको लागि यो भिडियो एकदमै महत्त्वपूर्ण हुनेछ। साथीहरू, जब कुनै पनि मानिसले आफ्नो परिवारको जीवन बीमा गराउनुहुन्छ नि, तो अवस्थामा बीमा कंपनीको टर्म एन्ड कन्डिसन अनुसार तो बीमित महानुभावले जब 3 वर्षसम्म या 3 वर्षभन्दा बढी आफ्नो प्रिमियम रकम बीमा कंपनीमा बुझाउनुहुन्छ नि, बल्ल तो अवस्थामा तो बीमित महानुभावले बीमा कंपनीबाट सरेन्डर र लोनको सेवा सुविधा पाउनेछ। सरेन्डर र लोन यदि कुनै बीमित महानुभावले मात्र 1 वर्षको प्रिमियम रकम तिर्नु भएको छ या 2 वर्षसम्मको प्रिमियम रकम तिरिसक्नु भएको छ, तर 3 वर्षसम्म प्रिमियम रकम तिर्नु भएको छैन भने तो अवस्थामा तो बीमित महानुभावले सरेन्डर र लोनको सेवा सुविधा पाउनेवाला छैन। त बीमा कंपनीको नियम अनुसार घट्टीमा 3 वर्षसम्म प्रिमियम रकम बीमा कंपनीमा तिर्नै पर्छ, बल्ल सरेन्डर र लोनको सेवा सुविधा पाउनेछ। तर साथीहरू, बीमा कंपनीहरूमा कतिपय प्लानहरू यस्तो पनि हुने गर्छ जुन प्लान अन्तर्गत सरेन्डर र लोनको सेवा सुविधै हुँदैन। यदि त्यस्ता प्लान अन्तर्गत कसैले आफ्नो बीमा गराउनुहुन्छ भने त ती प्लान अन्तर्गत बीमित महानुभावले चाहे 3 वर्षसम्म आफ्नो प्रिमियम रकम तिरोस् या 5 वर्षसम्म तिरियोस् या 8-10 वर्षसम्म तिरियोस्, तर भविष्यमा तो बीमितलाई अकस्मात 2-4 पैसाको आवश्यकता पर्दिए भने तो अवस्थामा तो बीमित महानुभावले बीमा कंपनीबाट 1 रुपियाँ पनि लोनको रकम पाउनुहुन्न, 1 रुपियाँ पनि सरेन्डर रकम पाउनुहुन्न। अर्थात तो प्लान अन्तर्गत सरेन्डर र लोनको सेवा सुविधै छैन। त त्यसकारण जब तपाई आफ्नो बीमा गराउनुहुन्छ भने त अभिकर्तालाई सोध्नुस् कि जुन प्लान अन्तर्गत जुन पोलिसी अन्तर्गत तपाई बीमा गराइराख्नु भएको छ, के तो पोलिसी अन्तर्गत सरेन्डर र लोनको सेवा सुविधा छ या छैन। अन्यथा भविष्यमा तपाईलाई अप्ठ्यारो पर्न सक्छ यदि तो प्लान अन्तर्गत सरेन्डर र लोनको सेवा सुविधा भएन भने। त यहाँसम्म त सबैलाई थाहा छ। यहाँसम्म मैले पूर्व धेरै भिडियोमा यो जानकारी दिइसकेका छु कि जुन प्लान अन्तर्गत सरेन्डर र लोनको सेवा सुविधा छ, तोही प्लान अन्तर्गत बीमितले चाहेको अवस्थामा आफ्नो पोलिसीलाई सरेन्डर गराउनु पाउनुहुन्छ, अर्थात आफ्नो बीमालाई बन्द गराउनु पाउनुहुन्छ या बीमा कंपनीबाट लोन पाउनुहुन्छ। तर टर्म एन्ड कन्डिसन 3 वर्षसम्म या 3 वर्षभन्दा बढी प्रिमियम रकम बीमा कंपनीमा तिरेको पुरा हुनुपर्छ। कम्प्लिट यहाँसम्म। साथीहरू,
अब तपाईलाई जुन महत्त्वपूर्ण जानकारी दिनेवाला छु सरेन्डर र लोनको बारेमा, त्यस बारेमा धेरै जसो अभिकर्ताहरूलाई अहिले पनि थाहै छैन, जानकारी छैन, र त्यो जानकारी अब तपाईलाई प्राप्त हुनेछ। मानौ तपाईले 15 वर्ष अवधि लिएर आफ्नो बिमा गराउनु भयो या 20 वर्ष अवधि लिएर जीवन बिमा गराउनु भयो। अब यसमा हुन्छ के साथीहरू, तपाईले यस्तो प्लान अन्तर्गत बिमा गराउनु भएको छ जुन प्लान अन्तर्गत सरेन्डर र लोनको पनि सेवा सुविधा छ। तपाई हरेक वर्ष नियमित प्रिमियम रकम बिमा कम्पनीमा बुझाउनुहुन्छ। तपाईले 4-5 वर्षसम्म 8-10 वर्षसम्म नियमित आफ्नो प्रिमियम रकम बुझाउँदै आइराख्नु भएको छ। सपोज कुनै वर्ष केही आर्थिक समस्यावश तपाईको पासमा प्रिमियम तिर्ने पैसा भएन भने, प्रिमियम तिर्ने बेला भइसक्यो तर अहिले हाल फिलहाल तपाईको पासमा पैसा छैन, त त्यो अवस्थामा तपाई के गर्नुहुन्छ? एउटै काम गर्नुहुन्छ कि बिमा कम्पनीबाट प्रिमियम बराबरको लोन लिएर आफ्नो प्रिमियम रकम तिर्नुहुन्छ। नो टेन्सन, सजिलो भयो, आराम भयो, र त्यसपछि तपाईले जति प्रिमियम रकम लोन लिनु भएको छ त त्यो लोन माथि लाग्ने ब्याज तिर्नु पर्यो र लोनको रकम तिर्नु पर्यो। हेर्नुस्, तपाईसित प्रिमियम रकम तिर्ने पैसा नभए पनि तपाई बिमा कम्पनीमा जानुस्, आफ्नो सक्कली बिमा लेख को पेपर लिएर, नागरिकताको फोटोकपी लिएर जानुस् र कुनै पनि कमर्सियल बैंकको चेकको फोटोकपी पनि लगाउनु होला र बिमा कम्पनीमा गएर भन्नुस् कि सर मलाई प्रिमियम बराबरको लोन चाहिएको छ। त बिमा कम्पनीले प्रिमियम बराबरको लोन दिनुहुन्छ र तपाईको प्रिमियम रकम बिमा कम्पनीमा तिरिन्छ। तर साथीहरु, अब तपाईलाई जुन महत्त्वपूर्ण जानकारी दिनेछु त्यो यो हो, मानौ तपाईले 15 वर्षीय अवधि लिएर बिमा गराउनु भयो या 20 वर्षीय अवधि तपाईको छ, तपाईले प्रिमियम चौदह किस्तासम्म तिर्नुभयो, 14 किस्ता प्रिमियम रकम तिर्नुभयो। अब अन्तिम किस्ता तिर्ने बाँकी छ, किनकि बिमा अवधि 15 वर्ष छ भने तपाईलाई 15 किस्ता, वार्षिक 15 किस्ता तिर्नु पर्यो। या तपाईले 20 वर्ष अवधि लिएर बिमा गराउनु भएको छ र तपाईले 19 किस्ता प्रिमियम रकम तिर्नुभयो। अब 20वां किस्ता, अन्तिम किस्ता तिर्न बाँकी छ। मेरो कुरा अलिकति ध्यानले सुन्नु होला साथीहरु। अब बिमा अवधि 15 वर्ष, 14 किस्तासम्म तपाईले प्रिमियम रकम तिरिसक्नु भएको छ। बाई चान्स 15 किस्ता तिर्ने बेलामा, अर्थात अन्तिम किस्ता तिर्ने बेलामा तपाईको पासमा पैसा भएन भने त त्यो अवस्थामा तपाई के सोच्नुहुन्छ कि बिमा कम्पनीमा जान्छु र प्रिमियम बराबरको लोन लिन्छु। साथीहरु, जब अन्तिम किस्ता तिर्ने बाँकी हुन्छ नि, अन्तिम किस्ता, त्यो बेला बिमा कम्पनीहरूले
सरेन्डर र लोनको सेवा सुविधा दिँदैन। यो जुन सरेन्डर छ र लोन छ यो सेवा सुविधा पाउनुहुन्न अन्तिम किस्ता तिर्ने बेलामा। यस बारेमा सायद तपाईहरुलाई थाहा नहोला। त आज तपाईलाई थाहा नभएको चीज जानकारी प्राप्त भइरहेछ। तपाईलाई थाहा थियो कि पोलिसीमा सरेन्डर र लोनको सेवा सुविधा भएमा पनि तर अन्तिम अवस्थामा जब अन्तिम प्रिमियम तिर्ने बाँकी हुन्छ त्यो अवस्थामा बीमा कम्पनीबाट सरेन्डर र लोनको सेवा सुविधा नपाउँदै रहेछ। तपाईले 20 वर्ष अवधि लिएर बीमा गराउनु भयो, 19 किस्ता तिरिसक्नुभयो, अब अन्तिम किस्ता 20वां किस्ता तिर्न बाँकी छ। त अन्तिम किस्तामा लोन पाउनुहुन्न या आफ्नो पोलिसीलाई सरेन्डर गराउनु पाउनुहुन्न। तपाईलाई प्रिमियम रकम बीमा कम्पनीमा बुझाउनै पर्छ। त यदि प्रिमियम रकम बुझाउनुहुन्न भने त जीवन बीमा गरेको तारिखदेखि बीमा कम्पनीको नियम अनुसार चाहे 25 दिनको नियम होस् या 28 दिनको नियम होस् या 30 दिनको नियम होस्, जीवन बीमा गरेको तारिखदेखि 30 दिन पछि या 28 दिन पछि या 25 दिन पछि जुन दुर्घटना बीमाको सुविधा छ त्यो खारिज भइहाल्छ र 31वां दिन दुर्घटनाबाट बिमितलाई तल माथि केही भइदिए भने, बिमित अपाङ्ग भइदिए भने त दुर्घटनाको सुविधा पाउनेवाला छैन। किनकि तपाईले प्रिमियम रकमै तिर्नु भएको छैन। किन तिर्नु भएको छैन? किनकि तपाईको पासमा पैसै छैन र बीमा कम्पनीले पनि अन्तिम अवस्थामा प्रिमियम बराबरको लोन पनि नदिँदै रहेछन्। त्यसकारण साथीहरु अन्तिम जुन किस्ता हुन्छ नि त्यो किस्ता हरेक बिमित महानुभावहरूलाई तिर्नै पर्छ। ल साथीहरु, यदि आजको भिडियो तपाईलाई जानकारी मूलक लागेका छन् भने प्लिज यसलाई लाइक गरिदिनुस्, शेयर गरिदिनुस् ताकि तपाईको अन्य साथीभाइहरूलाई पनि यस बारेमा जानकारी प्राप्त होस् कि अन्तिम किस्ता तिर्ने बेलामा बीमा कम्पनीबाट सरेन्डर र लोनको सेवा सुविधा नपाउँदै रहेछन्। नमस्ते, धन्यवाद।